एलो हर्बलको हेयर केयर लन्च इभेन्टमा यति धेरै रमाइलो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ। हाई गाइस, वेलकम टु माई मिनी भ्लग। सो बिहान उठेर म चाहिँ लागे फ्रेस भएर मेरो कलेजतर्फ र हेर्न सक्नुहुन्छ बिहान जाँदा चाहिँ कस्तो राम्रो देखिरहेको थिएँ भने आउँदाखेरि त पसिनाले हेर्न कस्तो भइसकेको थियो कि म चाहिँ सो ढिला नगरिकन खानासाना खाएर नुहाइधुवाइ गरेर म चाहिँ लागिहालेँ इभेन्टतर्फ है त। सो यहाँ हेर्न सक्नुहुन्छ गाडीमा चाहिँ म एकदम लायक भइसक्यो, वहाँ त इभेन्ट स्टार्ट भइसक्यो भनेर यस्तो टेन्सनमा थिएँ। र यहाँ इभेन्टमा आउने बित्तिकै त कोही आउनु भएको थिएन क्या। झापाको कन्टेन्ट क्रिएटर पवित्रा दिदी र म मात्रै थियौँ क्या इभेन्टमा चाहिँ। अहिलेसम्म कोही आउनु भएको थिएन। एकैछिनपछि सबै क्रिएटरहरू पनि आइसक्नु भएको थियो। हाम्रो प्यारी सिरिङ नाना, सुरक्षा दिदी र हाम्रो यहाँ बेबु दिदी हुनुभयो। सबैजना कस्तो फ्रेन्डली हुनुहुन्थ्यो क्या। र त्यसपछि चाहिँ एलो हर्बलको ब्रान्ड एम्बेसडर चाहिँ हाम्रो सुरक्षा दिदी बन्नुभयो। र हाम्रो मेन हेयर केयर प्रोडक्ट चाहिँ कस्तो होला त हौ साथीहरू। र त्यसपछि चाहिँ हामी लाग्यो डिनर गर्नको लागि र सबैजना यहाँ हेर्न सक्नुहुन्छ डिनर गर्दै हुनुहुन्थ्यो। र डिनर गर्ने बित्तिकै लागे म चाहिँ घरतर्फ र लास्टमा चाहिँ दिदी र म मात्रै रह्यौँ कि। आजको मिनी भ्लगको लागि यति नै। फुल भ्लग चाहिँ युट्युबमा गएर हेर्न सक्नुहुन्छ। र हेयर केयरको रिभ्यू चाहिँ म नेक्स्ट भिडियोमा लिएर आउँछु त।